नयाँ चेयरम्यान सन्तोष नारायण श्रेष्ठ नेपाल धितोपत्र बोर्डमा आउने बित्तिकै हामीले नयाँ कम्पनीको आइपिओहरू खोलिरहेको देख्न पाएका छौँ। यसै क्रममा टेट टाटा लिमिटेडले पनि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्ने भएको छ। हामीले यस भिडियोमा यसले कति किता आइपिओ निष्कासन गर्दैछ, कति मूल्यमा आइपिओ निष्कासन गर्दैछ, कम्पनीको वित्तीय अवस्था के कस्तो छ र हामीले कति गतेसम्म यस कम्पनीमा आवेदन दिन पाउनेछौँ जस्ता सम्पूर्ण कुराको जानकारी पाउनुहुनेछ। र यस्तै शेयर सम्बन्धी कुनै पनि भिडियो नछुटोस् भन्नुको लागि च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको घन्टी बजाउन नबिर्सनुहोला। हस्त भिडियो सुरु गरौँ। यस कम्पनीले आफ्नो जारी पुँजी 81,09,700 रुपियाँको 48.66% दरले हुन आउने 39,71,59,300 रुपियाँ बराबरको प्रति किता 100 रुपियाँ अङ्कित मूल्यमा 39,71,693 किता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये फरेन मूल्यका लागि 3,97,169.30 किता, म्युचुअल फन्डका लागि 1,98,584 किता र कर्मचारीहरूको लागि 69,433.86 किता शेयर निष्कासन गरी माडफाड गरिसकेको छ र अब चाहिँ 100 रुपियाँ अङ्कित मूल्यमा 32,96,505.19 किता शेयर सर्वसाधारणका लागि जेठ 14 गते आइपिओ निष्कासन हुनेछ। यस कम्पनीमा हामीले न्यूनतम 10 किता र अधिकतम 1000 किताको आवेदन दिन सक्छौँ। यसको वित्तीय अवस्थाको कुरा गर्दा इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ BB- प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन गर्ने क्षमता मध्यम जोखिममा रहेको सङ्केत गर्दछ। यसको बिक्री प्रबन्धकको रूपमा चाहिँ लक्ष्मी सनराइज क्यापिटल रहेको छ र यसको आवेदन जेठ 14 गते खुला भएदेखि छिटोमा जेठ 19 गते बन्द हुनेछ र ढिलोमा जेठ 28 गतेसम्म बन्द हुनेछ। आवेदन चाहिँ मेरो शेयर एपबाट तपाईँले सजिलैसँग दिन सक्नुहुनेछ। साथै भिडियो हेर्नको लागि धन्यवाद। फेरि पनि भेटिनेछौँ यस्तै भिडियोको साथमा।